नमस्कार। उत्तम बिजनेस आइडियामा हजुरहरूलाई स्वागत छ। आज हामीले सानो व्यवसायको बारेमा केही जानकारी गराउन गइरहेका छौँ। यो व्यवसाय हो मकै भुटेर बेच्ने व्यवसाय अथवा पपकर्न बनाउने व्यवसाय है। पपकर्न व्यवसाय एकदम हरेक ठाउँमा है। त्यसमा तपाईँले मसला थोरै तेल मिसाएर टक्क लगाएर राम्रोसँग मरमसला लगाएर प्याकेट गरेर ठाउँ ठाउँमा तपाईँले सेल गर्नुभयो भने अति राम्रोको व्यवसाय मानिन्छ। फिल्महरूमा, किराना पसलहरूमा, हरेक तपाईँको ग्रोसरी उद्योगहरू के अरे पसलहरूमा तपाईँको यो पपकर्न बनाउने जुन व्यवसायबाट बनाएका जुन पपकर्नहरू मजाले तपाईँ पकेटमा राखेको हुन्छ बेच्नका लागि। यदि तपाईँ पनि यो व्यवसाय गरेर मजाले पैसा कमाउन चाहनुहुन्छ भने सानो लगानीले मजाले है घरमै बसी त्यसमा तपाईँको तेल थोरै नुन राखेर तपाईँले अब हिटरबाट, ग्यासबाट, भट्टीबाट केबाट तपाईँ चलाउनुहुन्छ त्यही अनुसार तपाईँले यसलाई फुटेर प्याकेट गरेर बजारमा तपाईँले पसलमा दिनुभयो भने मजाले तपाईँको सेल हुन्छ। यसलाई राम्रो देखाउनका लागि थोरै बेसार हाल्नुभयो भने अति राम्रो हुन्छ। तपाईँको तेल, बेसार, नुन, अलिकति थोरै टेस्टी आउनुले मसला र तपाईँको हिटिङ गरेर मजाले यसरी भुट्नुभयो भने 3-4 मिनटपछि ट्याक्क लाएर मजाले यसरी मकैलाई भुटेर पपकर्न बनाइन्छ। यदि पपकर्न बनाउने मेसिन तपाईँलाई चाहियो भने विभिन्न साइजमा हुन्छन्। तपाईँका 2000 देखि लिएर माथिका हरेक साइजका तपाईँको पपकर्न बनाउने मेसिन उपयोगमा ल्याउन सकिन्छ। तपाईँ 2000, 5000, 10000, 20000 हेरीका तपाईँको पपकर्न बनाउने मेसिनहरू बजारमा उपलब्ध छन्। यदि मेनुअल गर्नुहुन्छ भने तपाईँ 2000बाट सुरु हुन्छ भने, मोटराइज गर्नुहुन्छ भने तपाईँले 5000 भन्दा माथिबाटै तपाईँ यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ, मेसिन ल्याउन सक्नुहुन्छ। अब मकै सबै त बजारमा मजाले किन्न पाउनुहुन्छ। तपाईँ बजारमा मात्र होइन गाउँघरमा भए पनि झन् गाउँघरतिरबाट पनि मजा मगाउन सक्नुहुन्छ। यो मकैको लागि विशेष गरी छुट्टै हो अलि फुलाउने मकै मजाले यसलाई युज गर्नुभयो भने अति राम्रो हुन्छ। अनि तपाईँले यो व्यवसाय गर्नुभयो भने घरमै बसी एउटा सानो रुमबाट पार्ट टाइम मजाले तपाईँले फुटेर प्याकेट गरेर बजारमा पठाउन सक्नुहुन्छ। दर्ता गरेर तपाईँले अझै तपाईँले प्राइस, म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी राखेर बजारमा सेल गर्नुभयो भने त झनै राम्रो। आफ्नो कम्पनीको नाम राखेर, उद्योगको नाम राखेर मजाले तपाईँले गर्नुभयो भने झनै राम्रो मानिन्छ। फाइदा यसमा 50% भन्दा बढी छ। यदि गर्न चाहनु भने सबभन्दा राम्रो व्यवसाय, स्वस्थ व्यवसाय, 5000मा हुने व्यवसाय भनेको यही व्यवसाय हो। तपाईँ एकदम सजिलोसँगै मेनुअल तरिकाले मजाले यसरी गरेर बजारमा सेल गर्नुभयो भने गर्न सकिन्छ। हाँडीभन्दा अलिकता सजिलो, हाँडीमा अलिकता गाह्रो हुन्छ भने यसमा अलिक सजिलो कि तपाईँको भुट्न यताउति गर्न मेसिनै प्रयोग गर्नुभयो भने धेरै सजिलो। मेसिन धेरै प्रकारका हुन्छन् है। तपाईँको यसमा तपाईँको पपकर्न बनाउने मेसिनहरू बजारमा मजाले पाउनुहुन्छ। भाँडा पसलहरू पाउनुहुन्छ। तपाईँको गुगलहरूमा सर्च गर्नु टन्नै मेसिनहरू बेच्ने पसलमा पाउनुहुन्छ। यसरी प्याक गरेर मजाले बेच्न सकिन्छ। सब्सक्राइब गर्नुहोला, साथी बन्नुहोला। यो अरू व्यावसायिक भिडियो पनि हामी लिएर आउनेछौँ। हरेक ठाउँमा तपाईँको जाने, तपाईँको व्यापार हुने, चल्ने यो व्यवसाय पनि एउटा राम्रो व्यवसाय मानिन्छ। यदि गर्न चाहनुहुन्छ भने मेसिन चाहियो, यताउति चाहियो कतै पाउनु भएन भने सम्पर्क गर्न सक्नुहुन्छ। उत्तम इन्टरनेसनल प्रणाली, कोटेश्वर, काठमाडौँमा 98 66 82 27 24मा सम्पर्क गर्नु भने हामी तपाईँलाई उपलब्ध गराइदिनेछौँ। अथवा भाँडा पसलहरूमा तपाईँले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।